यो चाहिँ अहिले सागवान टिक टिक काठ भन्ने हो, यसको चाहिँ यहाँ अहिले प्रोसेसिङ हुँदैछ रफ स्क्वायर। अब यो भइसकेपछि फेरि यसलाई कन्टेनरमा लोड गराएर इन्डिया पठाउनु पर्छ सबै। यहाँ देख्दैछ मान्छेहरू काम गर्दैछ, वर्करहरू। अब यिनीहरू काम गर्छ। यो सबै टिकको काठ हो। यो सबै अब राउन्ड लकदेखि त्यो मसिनमा रफ स्क्वायर सोइङ हुन्छ। रफ स्क्वायर सोइङ भएपछि यसरी हुन्छ। त्यो भएपछि फेरि यसलाई कन्टेनरमा लोड गराएर त्यसपछि इन्डिया जान्छ यो माल सबै। यहाँ काम गर्ने मान्छेहरू एकजना चाहिँ थाकेर बसिरहेको छ। मकानो जहिले होला। अब यो यता पड्पाहरू यसलाई के भन्छ हो, नेपालीबाट के भन्छ यसलाई? पड्पै भन्छ होला, हिन्दीबाट त पड्पा भन्छ। अब उता हाम्रो उता भागमा त कति काम आउँथ्यो, यहाँ जलाउनु पर्छ यसरी। यहाँ हेर्नु भुसहरू त्यस्तै यहाँ जलाउनु पर्छ। अब यहाँ चाहिँ अब अर्को केही अप्सन नभएर, अप्सन छैन यसको चाहिँ, त्यही भएर सबै जलाउनु पर्छ। हेर्नुहोस् यसरी यो पड्पाहरू काठहरू हेर्नु यस्तो। अब उतातिर भएको त कति काम आउँथ्यो।